नेवारी समुदायको कथामा यो कहाँबाट तराईको पात्र नाटक प्रस्तुत गर्न आयो भनेर नचिन्न पनि सकिन्छ। तर म तपाईहरुलाई राम्रोसँग चिन्छु नि। तपाईहरु हो अहिलेको जेनजी पुस्ता हो। अहिले तपाईहरुको यस्तो बोलावाला छ विश्व परिवेशको भाषा परिभाषा विकास प्रविधि समृद्धि संस्कार सबैको लिडर हो तपाईहरु हो कि होइन? अझ नेपालको जेनजी पुस्ताले त यदि हजुरबुबा पुस्ताले नयाँ सोच विचार विकास प्रविधिलाई आत्मसात गर्न सकेन भने किन बोलाइरा तिनीहरुको एक हातमै कथा